everyone. Facebook Live. It's been a long time, so I thought today uh, let's go to live uh, so that I can reach out to you all. Mm, अनि नमस्कार सबैजनालाई. फर्स्ट अफ अल यो चाहिँ मेरो फेसबुक बिजनेस पेज हो अनि त्यही भएर यसमा चाहिँ यु माइट बी कन्फ्युज कि मेरो नाम चाहिँ सु शर्मा छ. एक्चुअली लेट मी गिभ माई इन्ट्रोडक्सन टु यु अल. जसले मलाई चिन्नुहुन्छ दिनै परेन इन्ट्रोडक्सन, तर जो पनि नयाँ हुनुहुन्छ उहाँलाई चाहिँ लेट मी गिभ माई इन्ट्रोडक्सन टु यु अल. एक्चुअली माइसेल्फ सुशीला शर्मा, all the way from Pokhara, Nepal. And now recently living in Australia, Western Australia part. And it's been almost around 2 years now in Australia. अनि चाहिँ मेरो नाम सुशीला हो, तर एक्चुअली मैले सु शर्मा चाहिँ किन राखेको भन्दाखेरि अलि नाम युनिक होस् भनेर. अनि त्यसपछि के भन्छ अरे, मलाई चाहिँ हार्डली फ्यामिलीले, सिस्टर्सहरू अनि सिब्लिङ्सहरू अनि क्लासमेट्सहरूले पनि नेपालमा धेरैजनाले मेरो अरू निकनेमले बोलाउनुहुन्थ्यो. अनि यहाँ पनि वेस्टर्न कल्चरमा चाहिँ के भने धेरैजनाहरू वेस्टर्न कन्ट्रिजकोहरूले चाहिँ सुशीला भन्न उनीहरूलाई गाह्रो हुने होइन. अनि मैले चाहिँ माई नेम इज सुसी भन्थेँ होइन. अनि त्यो जापानिज फुड भनेर भन्नुपर्ने. अनि एक त एसेन्ट हो कि, एक्सेन्ट के भन्छ त्यो चाहिँ त्यो मेरो अलिक यहाँको जस्तो भएकै छैन क्या. अनि त्यही भएर त्यो चाहिँ उनीहरूले एस भन्दाखेरि एच भन्ने होइन. अनि त्यसपछि के भन्छ अरे, अनि त्यो यस र एच भन्दाखेरि उनीहरू कन्फ्युज हुने. अनि मेनी अफ माई फ्रेन्ड्स एन्ड अरूहरूले चाहिँ कामको जसले पनि सु भन्ने अनि एसयुई गरेर लेख्ने गर्थ्यो. अनि त्यही भएर मैले चाहिँ वाइ नट गिभ दिस नेम भनेर चाहिँ आफ्नो त्यहाँ चाहिँ फर्स्ट नेम चेन्ज गरेको हो. किनभने एक्चुअली सुशीला चाहिँ भेरी रियल पिपल युज इट. अनि आज चाहिँ मलाई एकदम लाइफमा आउनु मन लाग्यो, किनभने डे वाज सो प्रोडक्टिभ. म काममा गएको थिएँ अनि कामबाट आएर फ्रेस भएर अनि आई हेभ माई टी हियर नाउ. आइम अ टी लभर. अनि यो टीमा चाहिँ आई डोन्ट ह्याभ एनी सुगर होइन. अलमोस्ट 5 years भयो मैले चाहिँ विदाउट सुगर टी लिन थालेको. टी, कफी, वाटेभर मैले चाहिँ सुगर बिना नै लिन्छु. बिफोर म चाहिँ एकदम हेभी सुगर कन्ज्युमर थिएँ. अनि जबबाट म चाहिँ मेडिटेसन अर्गनाइजेसनमा, सेन्टरहरूमा गएँ. अनि मेरो साथी सङ्गतहरू पनि त्यस्तै भयो कि. अनि त्यो भएको हुनाले चाहिँ मैले बिस्तारै सुगर नट गुड फर हेल्थ भनेर चाहिँ गिभ अप गरेँ होइन. त्यही नै हो. अनि एक्चुअली आज चाहिँ एकदम गर्मी छ क्या बिहानैबाट. अनि मेरो घरमा चाहिँ झन् एकदमै एक्स्ट्रा गर्मी छ. अनि के भन्छ अरे, आज काममा गएको थिएँ अनि कस्तो मजा लाग्छ कि कहिलेकाहीँ होइन, अलवेज यो वेस्टर्न पिपलहरूसँग काम गर्दाखेरि चाहिँ एक्चुअली आई फिल सो ब्लेस्ड. एक्चुअली पहिला म लन्ड्रीमा काम गर्दाखेरि त्यहाँ चाहिँ नेपाली बोस हुनुहुन्थ्यो. अनि अनि अरू जो चाहिँ त्यहाँको मेन चाहिँ कम्पनी रन गर्ने चाहिँ अरू नै फरेन कन्ट्रीको भनौँ न, वेस्टर्न कन्ट्रिजकै हुनुहुन्छ अथवा या, तर हामीलाई लिड गर्ने चाहिँ नेपाली दाइ हुनुहुन्थ्यो. अनि त्यहाँ चाहिँ जम्मा 23 पर आवरमा काम गरिन्थ्यो होइन. अहिले चाहिँ काम चाहिँ क्लिनिङकै हो होइन, तर क्लिनिङको काम गर्दा नि मजा आउँछ. किनभने कोही सुपरभाइजर या कसैको अन्डरमा काम गर्नु पर्दैन. सेल्फ गयो अनि काम गर्यो, त्यहाँ हल्का भिडियो क्लिक गरेर सेन्ड गर्ने अनि इनभोइस पठाउने होइन. द्याट्स रियली गुड. मलाई चाहिँ मजा लाग्छ. अरूको अन्डरमा काम गर्यो अनि उनीहरूले चाहिँ अनि के भन्दाखेरि
त्यस्तै हुन्थ्यो। अनि तर यहाँ चाहिँ घन्टाको 50 पर आवर आउँछ, अनि 2 घन्टा गर्छु, हप्तामा चाहिँ 4 घन्टा गर्छु होइन। तर के भने उहाँहरूले चाहिँ आज गर्मी छ सुशीला, अनि 58 पर आवर राख भन्नुभयो। अनि कस्तो खुसी लाग्छ के। जबदेखि नै मैले यो बिजनेस जोइन गरेँ होइन, त्यो इम्पोसिबल कुराहरू पोसिबल हुँदै हुँदै गएको। अनि यसमा हल्का इन्भेस्ट पनि गर्नु पर्थ्यो। पहिला 1000 2000 पनि हुन्थेन अकाउन्टमा भने, बिस्तारै मैले त्यो अमाउन्ट पनि सेभ गरेँ क्या। भनेपछि जब स्टेप लिन थालिन्छ नि, वेन यु टेक अ स्टेप एन्ड एक्सन, यु क्यान सी द पोसिबिलिटिज होइन। अनि आज एकदम खुसी लाग्यो क्या। मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ। अरू बेलामा चाहिँ अलिकति बढी फोहोर भयो भने चाहिँ उहाँले 58 गरिदिनुहुन्थ्यो। अनि आज चाहिँ इट्स सो हट, प्लिज एड 58 भनेर लाउनु भयो होइन। अनि यस्तो खुसी लाग्यो। 2 घन्टामा लगभग $116 कमाइन्छ कि। मजा लाग्छ। त्यही नेपाली ठाउँमा जब त्यो काम पनि केही नहुँदाखेरि पनि एकदम इट वाज ब्लेसिङ होइन। केही नहुँदाखेरि त्यसले पनि हेल्प गरेको थियो। तर त्यही ठाउँमा एकै ठाउँमा बसिराखेको थियो 6 महिनासम्म। मुभ अन गर्नुपर्ने, अरू केही खोज्नुपर्ने थियो, तर त्यो अल्छी भइएछ। अनि अहिले चाहिँ 2 घन्टामा 116 कमाउँदाखेरि खुसी लाग्छ। अनि त्यो पनि अनएक्सपेक्टेड है। यो चाहिँ मेरो बिजनेस पेज हो। अनि अहिले चाहिँ म फेरि जानुपर्ने भयो, एउटा इम्पोर्टेन्ट काम पऱ्यो। आई बी ब्याक सुन ओके। मतलब म फेरि पनि अरू लाइभ बनाउँदै राख्छु, बिकज आई हेभ गुड मेनी थिङ्स टु से यु गाइज। अनि हजुरहरूलाई चाहिँ एकदम के भन्छ अरे क्युरियोसिटी भएको होला चाहिँ के कसो भनेर अबाउट दिस पेज होइन। त्यही भएर म बिस्तारै चाहिँ आई विल ट्राई टु सेयर विथ यु अल है त। आई होप यु अल आर डुइङ वेल। कलेजहरू हुन्छ, असाइनमेन्टहरू हुन्छ, लाइफ चाहिँ अलिक बिजी नै छ। तर पनि आई थिङ्क न्यू पोसिबिलिटिज आर देयर इन द वे, एन्ड आई एम होपिङ फर सम गुड। अलिकति पोजिटिभ भाइ पनि आइरहेको छ। अनि त्यही हो। थ्याङ्क यू अल फर वाचिङ माई लाइफ एन्ड थ्याङ्क यू फर बिङ देयर। थ्याङ्क यू फर यर टाइम। अब यहाँ चाहिँ सुत्ने बेला भयो, यो इभिनिङ अलमोस्ट 9 9:30 भइसक्यो। ओके, शुभरात्रि भन्छु। अनि जो बिहान भएको छ गुड मर्निङ भन्छु। अनि स्टे ब्लेस्ड, स्टे सेफ। थ्याङ्क यू अल, बाई।